सेलरोटी पकाउँ भनेर सेलरोटी आन्टीले दामी बनाउनुहुन्छ नि सेलरोटी। गुड मर्निङ एभ्रिवान। र हजुरहरू सन्डे के गर्नुहुँदैछ है? हामी चाहिँ जङ्गल जाँदैछ साथीहरू। आज सन्डे चाहिँ है, घाँस दाउरा आमा आन्टी हो अन्त नानीहरू। आज चाहिँ हामी यहाँ माथि जङ्गलमा चाहिँ दाउरा खोज्नु जाँदैछौँ। दाउरा घाँस है। म चाहिँ मल ल्याउनेवाला छु है। म चाहिँ दाउरा ल्याउनेवाला छु। आमा के ल्याउनेवाला छ? म पनि दाउरै ल्याउने। आमाले पनि दाउरै ल्याउने अरे साथीहरू। दाउरा छैन कि गएको जङ्गल। र म चाहिँ साथीहरू यो बोरा बोकिरहेको छु होइन। यसमा चाहिँ के लिएर आउँछु भने चाहिँ यो माटो यो के भन्छ पत्ताको है मलहरू चाहिँ राम्रो हुन्छ फुलको लागि। अन्त त्यसले गर्दाखेरि चाहिँ म चाहिँ मल ल्याउनुको लागि चाहिँ बोरा बोकिरहेको छु साथीहरू। यहाँ हेर्नुहोस् है साथीहरू, यी कुरोले चाहिँ यस्तो बनाइसकेको छ हो। मलाई चाहिँ यस्तो बनाइसकेको छ। आन्टी अलिक चिप्लो रहेछ नि त्यो झन्डा है। दाउरा त दामी पाउनु भएछ त तपाईँले। दाउरा दामी पाएँ। टुप्पामा समातेर काटो भने के चाहिँ भएको। यस्तो जङ्गल छ हो यहाँ। यहाँबाट लडेर त पुग्छु नि म त। यहाँ चाहिँ पहेँली रहेछ है साथीहरू। यो देख्नु हुँदैछ कस्तो चाहिँ है निकाल्नु खोजेको थिएछ। बिचरा बिच्किरहेको रहेछ हेर्नुहोस् न। डर त लाग्यो मलाई त। गरम भयो साथीहरू। बल्ल बल्ल दाउराको भारी पुग्न आँट्यो। यहाँ मेरो भारी तपाईँहरूलाई देखाउँछु। मेरो भारी हो साथीहरू। मल लैजाउँ भनेर आएको थिएँ, मल भेटिनँ, दाउरै लगेको है। आमा बिचरा हो दाउरा मिलाउँदैछ। यो चाहिँ मेरो भारी। यता चाहिँ हत्तु हत्तु भयो साथीहरू। यहाँ हेर्नु न कुरो खुट्टामा। यहाँ हेर्नु त ड्याम्मै। अब यो कहिले टिपिसक्नु होला म। कोही कोही बेला छुट्टी हुन्छ है। अब यसो जङ्गलहरू पनि आउनु पऱ्यो नि त। अब बस्तीमा त है अब दाउराहरू पनि त जलाउँछ, आगोहरू फुक्छ होइन। अन्त यसो अलिअलि दाउरा खोज्यो भने पनि त है बिहान आगो ताप्नुहरू हुन्छ नि त, पानी सानी तताउनु। त्यसले गर्दाखेरि चाहिँ म आज चाहिँ जङ्गल आएको थिएँ साथीहरू। आन्टीहरू चाहिँ पर हुनुहुन्छ है, भारी मिलाउँदै होला। म र आमा चाहिँ यहाँ छ साथीहरू। अब चाहिँ हाम्रो भारी पनि पुगिसक्यो।